आयुष विभागको तर्फबाट सबै सिक्किमेहरुलाई अपील गर्न चाहन्छु कि आजदेखि नै तपाईहरुले अनलाइन यो 14 दिने अनलाइन योगा प्रोग्राममा तपाईहरुले रेजिस्टर गर्नुहोस् अनि हेल्थ एन्ड वेलबिङ को निम्ति अनि डिजाइन फ्लेक्सिबल छ अनि वर्ल्ड रेकर्ड हामीले कायम गर्नुपर्छ। अब हाम्रो देशले त कायम गर्छ तर देशमा पनि कुन राज्यले सबभन्दा ज्यादा चाहिँ रेजिस्ट्रेसन गर्यो भन्दा चाहिँ सिक्किमले रेजिस्ट्रेसन गरोस् अनि 27 मे सम्म यो रेजिस्ट्रेसन लिंक छ अनि यो चाहिँ विभागले रेजिस्ट्रेसन तपाईको लिंक पनि पठाएको छ भनेदेखि टोल फ्री नम्बर पनि छ 1800 1800-315-7008 यसमा चाहिँ तपाईहरु रेजिस्ट्रेसन गरेर यो योगाको निम्ति यो योगा प्रोग्रामको निम्ति तपाईहरु सबैजनाले सहभागी बन्दिने म तपाईहरुलाई धेरै तपाईहरुलाई आह्वान पनि गर्न चाहन्छु। अनि 21 जुनको निम्ति हामी सबैजना तयारी बनाऊ र यसपालि यस्तो खालको हाम्रो सिक्किममा योगा होस् कि सिक्किमले जहिले पनि कुनै पनि काम गर्दा हामी नौलो नै गर्छौं, जहिले पनि अरूले भन्दा हामी भिन्नै गर्छौं। हाम्रो हेर्नुहोस् त हाम्रो कुनै पनि कल्चर प्रोग्राम हाम्रो भिन्नै हुन्छ। हाम्रो अस्ति माननीय प्रधानमन्त्रीज्यूको जुन चाहिँ रोड शो थियो त्यो पनि भिन्नै भयो। हाम्रो कुनै पनि प्रोग्राम गर्दाखेरि हाम्रो छुट्टै अलग्गै राम्रो ऐतिहासिक नै हुन्छ। त्यसले गर्दा यसपालिको 21 जुन अन्तर्राष्ट्रिय योग दिवस पनि एउटा ऐतिहासिक नै होस् र हाम्रोमा त 825 जना ट्रेन टिचरहरु सँगसँगै हाम्रो इन्स्ट्रक्टरहरु पनि आज मौजुद छ भनेदेखि उहाँहरुको सहयोगमा प्रत्येक स्कुल, प्रत्येक गाउँमा, प्रत्येक बजारमा, प्रत्येक ठाउँमा, प्रत्येक बीएससी मा चाहिँ यसपालि हाम्रो योग इन्टरनेशनल योग डे चाहिँ मनाउनु पर्छ अनि सबै सामेल हुनुपर्छ भन्ने आह्वान पनि म गर्न चाहन्छु।